ल गाइस हामी चाहिँ अहिले माछा मार्न जानु लाग्यो रेडी पङ्खा पनि छ टोपीमा देवीदास दास पनि होस् न देवीराज ल आज 10-11 वर्षपछि ट्याक्क माछा मार्न जाँदैछु त्यो दुईजना मार्ने चाहिँ हो कि होइन थाहा छैन तर यस्तो हतियार बोकेर माछा मार्न हिँड्दैछौँ खै अब सिक्नु पऱ्यो फेरि आज गएर 9-10 वर्ष भइसक्यो नगएको आज चाहिँ यसो हात बसाउने सिक्नुलाई ए त्यसै गर्नुपर्छ भोलि ल बिस्तारै आउने तपाईँहरू त भारी छ चलिरहेछ यहाँ सुताइ के दिइरहेछ डलर ओहो ए सेन पो दिइरहेछ ल ठिक छ त्यसो भए त गर्नु पऱ्यो नि त कुलो बनाउनु ओ दाजु जाम हो माछा मार्नु ओहो हाम्रो सरहरू त है माछा मार्नु हो ए छ जाम मार्नु कि तपाईँहरू त काम गरिहाल्यो होला नि भरे च्याङमा सुतिरहेको छ टाउको दुख्यो भने होइन मेरो लखेट्नु जान्ने हो क्या अब मार्ने त होइन त्यो लखेटेर आउने हो मारेको थियो ल फेरि जानुपर्छ जाने हो फेरि माछा मारेन भने निगुरो टिपेर आउने अब यहाँबाट अब चाहिँ हामी खोलामा आइपुगेर हामी अब माछा मार्नु स्टार्ट गर्छौँ माछा पो छ कि छैन भन्ने कुरा हो यस्तो अप्ठ्यारो पहिला एकचोटि झरनामा जाऊँ त्यसपछि या क्या चिसो रहेछ पानी हो यो झरना यो चाहिँ झरना चाहिँ यहाँबाट तल छ है ल तल हाल्दै जानु डर लाग्छ यहाँ थाप म ढुङ्गा पल्टाउँछु त थाप्ने है त थाप्न आउँछ कि त ढुङ्गा पल्टाउँछ पहिला एकचोटि म थाप्छु यता माछा मार्ने हतियार त एकै ठाउँ डल्लो पऱ्यो कि हो यार नमानिकन लिएर आएको थियो सुरुमै ढुङ्गा सुरुमै ढुङ्गा छिर्छ त नि सुरुमै ढुङ्गा छिर्छ त नि यत्रो माछा परे माछै छैन बल्ल बल्ल एउटा माछा लास्ट मेहनत गर्नुपर्ने यता परेन गर्मी माछा
माछा गङ्गटा यति हो आज दिनभरिको जम्मै परेछ के हो ए लु लु त्यो पनि उम्कायो माछा मार्न नसकिने रहेछ खोला सानो छ माछा पनि सानो सानो मात्र पाउँछ अब यति माछा झोल हालेर खाने हो कि फ्राई गरेर खाने हो कि भुटेर खाने हो कि थाकियो माछा मार्दा मार्दा ए भुसुना पनि कति आयो पङ्खाले काम गरिरहेको छ मैले यहाँ माछा हाल्दैछु कि लास्ट गर्ने फुल देखाउँछ यो फुल चाहिँ तपाईँहरूतिर के भन्छ हाम्रोतिर पनि के भन्छ मलाई पनि थाहा छैन र यो फुल एकदमै अब चाहिँ हामी फर्किनु लागेको माछा मार्न सकिएन लास्टै गाह्रो हुँदो रहेछ एकदम पहाड छ यहाँनिर चाहिँ पहाडको खोलामा छौँ अहिले चाहिँ यहाँ जाल धुँदैछ हामीले मारेको माछा चाहिँ कति मार्दै थाहा खोलेर देखाइदिएर यति त्यो पनि गङ्गटै गङ्गटा भित्र यति हो ल नजर चाहिँ एकदम राम्रो सुन्दर छ हरियाली सबै ठाउँमा अब हामी जानुपर्ने चाहिँ यो बाटो के को दाना यो भुसुना धेरै आउँदो रहेछ क्या भुसुनाले लास्ट गऱ्यो ए पुलमा त जानै बिर्सेछ है तल पुल छ यहाँनिर चाहिँ पुल चाहिँ गाइस यो चाहिँ आँप है त किरा है क्या उले हुन्छ भने त अम्ले रहेछ हजुरहरूको बगैँचामा फुलिरहेको फुल म गाउँतिर चाहिँ यसरी अर्ग्यानिक चिसो पाइपमा है त पानी चाहिँ फेरि माछा एउटा के हुँदो रहेछ ल